ओ स्वागतम न्यू भुटुके युवा समाज ल साथीहरू आइयो हामी त्यता फेरि चट्ट लाएर भुटुकेको गाउँमा प्रवेश गरिसक्यौँ हामी चाहिँ सरर लाएर ड्याङ स्टप दाइ नमस्ते ओ दाजी हजुर हाम्रो आफ्नो टिम हो दाइ देखियो आज बाइकको ब्लगमा माहौल यस्तो रहेछ आजको दोस्रो दिन हिजोदेखि हो गेम सुरु भएको चाहिँ आज दोस्रो दिन अनि हामी चाहिँ आज आएको केटाहरू आएको छैन म मात्रै आज यहाँ दाइहरूसँग है ल मजाले भिडियो हेर्दै गर्नु होला सर लाएर अहिले केटाहरू आएपछि भेट्नेछौँ हामी है त ओके के वाचिङ ल साथीहरू ल हामी चाहिँ अहिले दाजुभाइ भएर टक्क यता पछाडि पनि हुनुहुन्छ दाइहरू सर र हामी दाजुभाइ भएर अहिले चाहिँ यो नयाँ भुटुकेको गाउँ चाहिँ एकदम भिजिट गर्दैछौँ हामी सर लाएर कुन बाटो कहाँ जाने दाइ ए ल यो साइडमा पनि यो साइडमा झन् कति रमाइलो रहेछ यार आमा के हो यो साइडमा त झन् अति सुन्दर है यो साइड पनि जाऊँ ल टक्क लाएर मिठो के भन्छ यसलाई बन्डा भन्छ कि काउली भन्छ कमेन्ट गर्नु होला है त यो टाइपको छ सर लाएर भुटुके गाउँ हो यहाँनिर चाहिँ हामी हल्का हल्का हङ्सी फ्याक्ट्री देख्न सक्छौँ है त टलक्कै घाम चर्के है आज चाहिँ बब्बा घाम चर्के ह हेरौँ आज गेम पर्छ कि नै हाम्रो हिजोदेखि नै गेम सुरु भएको थियो अनि म मात्रै आज केटाहरू आउने बाँकी छ दाइहरू हुनुहुन्छ यता मजा दाइहरूसँग यता यसो भिजिट गर्दैछु भुटुकेको गाउँ हाम्रो दाइ त छैन यहाँ गएको वर्ष यहीँ बसेको नि त हामी 5 दिन दिदी यहाँ कि चिन्डिया चिन्नु भयो मलाई गएको वर्ष 4-5 दिन बसेको नि हामी के गर्नुभएको र हजुरले फेरि रोटी पोल्ने हो আজি आउने भयो के भाइको ब्लगमा है दिदीले चाहिँ यहाँ रोटी पोल्नको लागि पुरै के भन्छ चामल पिन्दै हुनुहुँदो रहेछ यसरी गागी हिँड्ने है गएको वर्ष त हामी यहाँ 5 दिन बसेको के रेफ्री बस यही घरमा बसेको हामी 5 दिन यही कोठामा बसेको टक्क यो घरको दिदी चाहिँ उहाँ हुनुहुन्छ लुकेर बस्नु भयो भाइको ब्लगमा नदेखिने अरे त्यही भएर चाहिँ लुकेर बस्नु भएको टक्क लाएर म्याउ कुकुरलाई त देखियो है कुकुरलाई देखियो है यिनीहरू सब चिन्छ कि दाइ मलाई यो नानी त्यो नानीहरू ल अब चाहिँ सकिन लयो अनि हाम्रो विवेक दाइको टक्क हिँडाइ देख्न सक्नुहुन्छ है के दाइ फर्किनु नि यता यता फर्किनु न आऊ यता नमस्कार जानेन तिमी हो त्यहाँ ग्राउन्डमा कतिखेर नाचेको हिजो लडेको छ ओहो यहाँ चाहिँ बढ्नै नसकेको रहेछ बिचरा यार के भन्छ त यसलाई काउली भन्छ कि बन्डा भन्छ काउली भन्छ नि यसलाई होइन नाइस जोक फर्सी काम कहाँ आइपुग्यो होला है बिचरा ल साथीहरू अहिले भेटौँ है हामी है केटाहरू सँगै सबैजना भेला भएपछि भेट्नुपर्छ ल लाएर सरर सुरु भइसक्यो खोइ कहाँ दिदी 12 जो चला क्लिक्सी चला त ल साथीहरू एकदम मिठो बटुको एकदम अर्ग्यानिक गाउँको यो साइडमा आमा रोस्ट के हो अब त तपाईँ यहाँदेखि उठ्न नजान्ने लाग्यो होइन दाइ बासी हो अब विवेक दाइ बासी हो र क्यामेरा किन्नको लागि त पैसा हुनु पऱ्यो नि त दाजु नमस्ते कुडिस बेला दाइ तपाईँलाई धेरै महिना वर्षपछि देखियो त नि ल साथीहरू आइपुगेँ है म भुटुकेको होम ग्राउन्डमा यता खुलमुली
यो टाइपको छ सबजना चट्ट बसेर खाँदै हुनुहुन्छ यता आमै आमै ओ आमै नमस्ते बाबु नमस्ते कतिखेर आउनुभएको हुन त यहीँ पनि होइन ल अहिले आउँछु म अघि भर्खर आएको ओ टोलीहरू के छ टोलीहरू ओ डक्टर मलाई दाइ नमस्ते भन्नु ल भाइहरू यता छन् सबजना यो साइडमा गेम भइराखेको छ अहिले र अहिलेको गेम भनेको चिसापानी भर्सेस हर्बले बिचको गेम एकदमै धमाका हुँदैछ नम्बर कति भयो 10-6 रहेछ है राम्रो स्पाइक थियो तर यस्तो हक्क बाँडेको रहेछ यहाँ पनि हाम्रो स्टाइलले चट्ट यहाँ चिन्टुहरू छ यो साइडमा ओ चिन्टुहरू चिन्टु कपाल काटिनुहोस् तैँले ओए के हो तर राम्रो आएन यता घामले छेकेर यार ओए ग्राउन्ड त लास्टै सानो छ क्या यो त यार यो ल है साथीहरू अहिले चाहिँ चिसापानी भर्सेस हर्बले बिचको गेम छ है यहाँ फल भयो कसको यस्तो छ आज दोस्रो दिनको माहौल ल अहिले भेट्नेछौँ हामी है ल हाम्रो भान्जी र हाम्रो नानीले चाहिँ यहाँ के गर्दैछन् खोइ पकौडा खोइ त खाली छ त अनि यहाँ त साथीहरू आजको माहौल यस्तो छ है भुटुकेको दोस्रो दिनको माहौल आज हिजो होइन पहिलो दिन तर हिजो चाहिँ आइएन है हामी यो साइडमा यस्तो छ लालम त नि ज्याम कि ज्याम हामीलाई त बोनस हुन्छ होला नि त है यो नानीलाई चिन्न सकिनँ तर मैले सालो कि साली साली भन न ल अहिले भेटौँला है पकाउँदै गर ओके ओए घाम पनि त्यस्तै चर्के माहौल पनि त्यस्तै चर्के आज भुटुकेमा घाम जसरी चर्के त्यस्तै माहौल चर्के है यहाँनिर चाहिँ अब कसरी हो यहाँ खासमा छ मिनी लक्की सिवन अहिले त पऱ्यो दाइ यार 4 100को 100 हो लक्की 7 8 ल पऱ्यो 100को 100 यसरी रहेछ टक्क मिलाएर जोड्ने टक्क सरर हाम्रो आन्टीहरूलाई पनि देखाइदिइहालौँ है आमा बटुक त यार ए भाइले पकौडा लिँदो रहेछ यहाँ टक्क लाएर लास्टै घाम सर्के आज हाम्रो चिन्टुहरू ओ चिन्टुहरू हेर देखेर नदेखे जस्तो गर्ने के हो हो कहाँको गर कहीँ नि गर है बजार हेर्नु पर्ने र चिन्टुलाई लिएर हिँड्नु कि अब कहाँ हिँड्ला तिम्रो कहाँ हिँड्ला गर ओए आजको माहौल त खतरा तात्ते यार के रो माहौल तात्तिकै छ त कसो रो कुरो कहाँ घर अहिले खेल्नु लाग्यो ल भाइहरूलाई पनि देखिने भयो फेरि यार देखाउँदिनँ भन्छु देख्नै पर्छ के हो र यार ओए नयाँ गाउँ भर्सेस गौरी झोक हो आमा नयाँ टिम देख्छु ए नयाँ जर्सी थ्याङ्क यू मेरो भाइ ओ कहाँ हो घर ए भगवान् एउटा आयो क्या हात दुख्यो कहाँ हो घर नयाँ गाउँ हो ल ठिक छ है आउँछ है ब्लग भोलि आउँछ है हेर्नु पऱ्यो ल अबि बिग बिग हो यिनलाई सोध है यिनलाई सोध नानी के र पानी खोइ ओए पानी खोइ पानी मिनरल वाटर हो कि मलाई त यस्तो हुँदैन जाऊ सिलब्याग लिएर आऊ खुर्क एउटा हुन्छ कि नै मेरो भाइ मलाई पनि लिएर आऊ है त्यो बार्गेर दाइलाई भन् ल मस्त लाएर यसरी कम्मलभित्र बसेर के अहिले मेरो घर यहीँ हो उता पारी
उता पारियो कि अघि बारगरे ब्लग भनेर यहाँ पुरै आछ पछि अनि बारगरे ब्लग लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु गरेछ थियो र होइन कि हाम्रो बहिनीको पनि टक्क लाएर बहिनी काट्यो बहिनी त सधैँ हाम्रो बहिनी त बाई बाई ल तर यो वर्ष त भाइ क्युहरू तात्तिन्छ कि अघि ओ दाइ नमस्ते दाइ यो चाहिँ अलि नजिक भएछ क्या दाइ एउटा ए मान्ने केही नगर्ने त्यसलाई हजुर भोलिको दिन भोलि नै थाहा हुन्छ होइन हो ठिक भयो त्यो पनि ल अघि नै ल यस्तो सिलप्याक खिलाउँछु कि मैले सिलप्याक बहिनी दिएको फेरि मेरो बहिनी दिएको नि त सिलप्याक हो केटा सिलप्याक भर्जिन हो फेरि यो त भर्जिन भान्जाको फेरि भर्जिन खाने बानी छ कि फेरि ल ओए नानी हिमिका बहिनीहरू खोइ के गरेर बस्याएर सुत्केरी भयो ल साथीहरू म चाहिँ यहाँ 50 को 50 हान्दैछु यहाँनिर है टक्क नम्बर जोडेर चाहिँ यहाँ पर्ने रहेछ यहाँ चाहिँ 1 देखि 4 सम्म यहाँ चाहिँ लक्की 7 यसमा चाहिँ 8 देखि कतिसम्म 12 सम्म चाहिँ टक्क त्यहाँ पारी हान्ने यहाँ चाहिँ 1 देखि 6 सम्म नम्बर छ होइन टक्क जोडेर ठुलोमा हान्यो भने चाहिँ यसमा पर्ने भयो सानोमा हान्यो भने चाहिँ यसमा पर्ने भयो ल म चाहिँ ट्राई गर्छु केटाहरू यहाँ क्यामेराम्यान बन्छ न है टक्क म चाहिँ हान्नेवाला छु अब ठुलोमा ठाबी चाहिँ मैले चाहिँ 8 देखि 12 सम्म हान्नु पऱ्यो मैले होइन त भाइ हो दाइ सुरुमै 6 हान्छु बहिनी कसो नपर्ला होइन मलाई पनि देखाउनु पऱ्यो नि जानेर 1 वर्ष यार फेरि है एकचोटि पाउनु भयो 3 देखि माथि हान्नु पऱ्यो मैले होइन 2 5 2 7 त रहेछ नपरि रहेछ यार यो झुक्काउने यो के भन्छ लुट्ने मात्र रहेछ यहाँ यार ल भाइ ल हान्नेहरू तिमीले 10 रुपियाँ हान्ने हो हान नि त ल 10 कति छ कति छ के 30 को ल 30 ल ल यो भाइले हान्दैछ है हेरौँ ए सकियो त्यतिकै काम थिएन के 1 हुने बित्तिकै सकियो कि भाइ 2 देखि 6 हान्यो भने बल्ल 8 हुन्छ सकियो त पैसा त कति खाइदियो मेरो पैसा फिर्ता दिनु फिर्ता दिनु न खाजा नि पैसा छैन कि 50 रुपियाँ दिनु नि त ल जस रमाइलो भयो फ्रीमा हान्ने अनि पैसा हुनु पर्यो नि हान्नु त फ्रीमा हान्न पनि नदिने पैसा चाहियो रे ल भयो सकियो जाम बाँकी नै थियो के तर पैसा सकियो है मान्छेले होइन 1 देखि 6 सम्म नम्बर लेख्यो अनि यहाँ यस्तो बनायो अनि पैसा त तानेको ताने ल मुठा मारिसकेको यहाँ यार सब हाम्रो पैसा त हो दाइ यहाँ ब्लगमा आउँछ है दाइ ब्लगमा आउँछ नि बारगरे ब्लग हाँस्यो वाक्कै पारौँ है त होइन 1 प्लेट हो 1 प्लेट 2 ठाउँ हाल्दिनु 300 रुपियाँ भयो छैन पैसा भिगारी हो त्यो दाइ ओ नुब्रे चिन्टुहरू यता घाम ताप्दैछन् अब एकछिनपछि गेम हुन्छ चिन्टुहरूको ल हामी चाहिँ यहाँ छौँ होइन अब यो पछि चाहिँ खगरा भर्सेस कुमारी बिचको गेम हुनेवाला छ गेममा चाहिँ हार जित के हुन्छ अब त्यो गेम पछि थाहा हुन्छ होइन
सट्ट लाएर लास्टसम्म हेरेर भिडियो हेरेर इन्जोय गर्नलाई अनि आफ्नो मनमा लागेको कुराहरू चाहिँ चट्ट कमेन्ट गर्नु ल दुर्गा अब हामी पनि निस्किनेवाला छौँ यता एउटा रेडी हुनुला छन् ओ कि मैले लाउने हेर्थ्यो के हो भटिज के हो ओ चिन्टु ल केटा रेडी भइसक्यो सोमे जर्सी खोइ तेरो अझै माग्यो न ए भन्ने हो यार ल हामी चाहिँ निस्किसक्यौँ होइन ल साथीहरू आजको दिन पनि सकियो है अनि योभन्दा अगाडि चाहिँ खगरा भर्सेस खुमारी बिचको गेम भइराखेको थियो त्यो गेममा चाहिँ खगराले हात पारिसकेको छ भने खगरा चाहिँ दोस्रो राउन्डमा प्रवेश गरिसकेको छ अब चाहिँ भोलि हेरौँ है यहाँ चिन्टुहरू के लिने चिन्टुहरू ओ चिन्टुहरू झन्डा चिन्टु अरू केही छ अरू केही छ चिन्टु ल आजको माहौल पनि सकियो अब भाइ परबिन जाने गर हाम्रो केटाहरू लाने एक दुईजना उयो यो यो विनर भयो सिधै तर यार एउटा लक्की हो क्या लक्की हेर न हाम्रो आयोजक नानीहरू आउँदैछन् यहाँ आयोजक नानीहरूलाई चाहिँ चट्ट देखाउनु पर्ने हुन्छ अब होइन नमस्ते कति राम्रो देखेको हेर न कति राम्रो देखेको हेर न भोलि भोलि अघि म ल ल भाइ आना त कति हो ल आना कसको पालो हो नमस्ते नानी बाबु कि नानी हेर ओए यो भाइले खतरा हान्ने रहेछ यार यो भाइ त पुरा प्लसमा छ है खोइ खोइ खोल्टिसक्नु त पैसा हो क्या हो लेफ्टी रहेछ फेरि खोइ भाइ ए 639 होइन र 3 हो ए ल 6 हाने त उसले ओ 5 दिन 8 ल पऱ्यो भाइ ओ यार यता हेर एकचोटि कङ्ग्रेचुलेसन ल है छोटो मेज ओ दाइ दर्शन यार दाइ गेम भर्खर खस्काएर राखेको बसेको ओए कता जाने भने सोध्न त्यो केटाहरू पनि छ ए यता हेर न यस्तो हेर्नु देख्छु कता अनि ओए दाइको लिफ्ट कस्तो थियो उसलाई बोलाउनु थियो कहाँ छ त्यो ओ चिन्टु चिन्टुले भिडियो एउटा छ बोकिदिनु चाहिँ ल चिन्टुहरू हामी चाहिँ अब जाँदैछौँ घरतिर है घरतिर भन्दा पनि अब भाइको घरतिर दियो भाइ घर म चाहिँ दियो भाइसँग बस्छु आज अनि केटाहरू चाहिँ कोही परिन भाइसँग कोही मनोज भाइसँग सबै आफ्नो आफ्नो केटाहरूसँग बस्छन् है हुन त सबै आफ्नै हो त्यही पनि सबैजना एकै ठाउँमा के अरे अट्दैन नि त त्यही भएर दुई चारजना सबैजना मिलेर बस्नुपर्ने हुन्छ है त्यही भएर टक्क लाएर अब लागिसक्यो रात परिसक्यो यस्तो छ यार ओ कानमा चिसो भयो कि कस्तो भनेको है ज्याकेट पनि लिएर आइएन भोटी पनि ल्याइएन ट्र्याकसँग आएको कस्तो लास्ट चिसो भयो यार ए चिन्टु मार्नु न चिन्टु ल साथीहरू आजको दिन यस्तै भयो होइन सुरुदेखि अहिलेसम्म भिडियो हेरेर साथ दिनुभयो थ्याङ्क यू सो मच त्यसको लागि अब चाहिँ हामी छुटौँ अनि सुतौँ है तपाईँलाई गुड नाइट